चाहिँ राम्रैसँग देखाएको छु, हेर्नु होला। कसरी विथड्र गर्ने त्यो पनि जान्नुहोस्, यी सेवामा निकाल्न मिल्छ र एपको लिंक चाहिँ डिस्क्रिप्सनमा छ है त। यहाँ चाहिँ मेरो 0 बिन भनेको अब यहाँ चाहिँ मैले 5 लाख बिन पुगाएँ भने चाहिँ अब फेरि अर्कोचोटि विथड्र गर्न चाहिँ मिल्छ पैसा। अहिले चाहिँ यहाँ मस्त 0 बिन्स छ, यहाँ माथि हेर्न सक्नुहुनेछ। अब 0 बिन छ, अब स्पिन गर्न चाहिँ मस्त 9 वटा टोकन छ। अब 9 वटा टोकनबाट चाहिँ मैले स्पिन गर्नेछु। जस्तै मलाई के पर्छ हेर्न सक्नुहुनेछ। यहाँ 4 लाख लगभग कति परे हेर्न सक्नुहुन्छ आफै। अब यति धेरै भइसक्यो। अब मेरो जब 5 लाख पुग्छ अनि त्यसपछि चाहिँ मैले पैसा चाहिँ विथड्र चाहिँ गर्न मिल्छ। 5 लाख भनेको $50 हुनेछ। हेर्न सक्नुहुनेछ हजुरहरुलाई चाहिँ यहाँ स्पिन गर्नको लागि चाहिँ टिकट चाहिँ चाहिने छ कि। अब टिकटहरु चाहिँ कसरी कलेक्ट गर्ने, कसरी टिकट आउँछ, कसरी यसबाट बिनहरु कलेक्ट गर्ने, सबै कुरा जान्न सक्नुहुन्छ। एकदम सजिलो छ। हजुरहरुले चाहिँ टास्क चाहिँ कम्प्लिट गर्नुपर्छ यो एपमा चाहिँ। जस्तै मैले यो 7 चोटी चाहिँ स्पिन गर्नेछु। के थाहा भर्खर 5 लाख बिन पुगेर मैले पैसा चाहिँ निकाल्न पाउँछु कि। हेर्न चाहिँ नभुल्नु होला त। अनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु होला र आफ्नो साथीहरुलाई चाहिँ यो भिडियो शेयर चाहिँ गरिदिनु होला है त। र यहाँ चाहिँ मैले 6 चोटी चाहिँ स्पिन गर्नेछु अनि त्यसपछि चाहिँ यो एपबाट चाहिँ पैसा निकालेर पनि देखाउने छु। कति डलरको कति पैसा आउँछ, कसरी निकाल्ने र के गर्नुपर्छ पैसा निकाल्नको लागि सबै कुरा डिटेलमा भनेको छु। त्यही भएर भिडियोलाई चाहिँ पुरा हेर्नु होला है त। अब यहाँ चाहिँ मेरो अब 48 बिन भयो भने चाहिँ पैसा चाहिँ निकाल्न मिल्छ भनेर देखाएको छ। $50 चाहिँ निकाल्न मिल्छ भनेको छ। अब चाहिँ 4 चोटी चाहिँ मैले स्पिन गर्न पाएको छु। यो टिकट चाहिँ मैले कसरी पाएको हजुरहरुले जान्न चाहिँ सक्नुहुनेछ। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। यो एप चाहिँ मलाई कस्तो खालको लाग्यो भने चाहिँ यो एपमा चाहिँ हजुरहरुले दुई तरिकाबाट चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। एउटा लाइभ बसेर, एउटा चाहिँ रिफर गरेर। जस्तै यहाँ मेरो अब कति चोटी स्पिन गर्न पाउँछु, अझै दुईटा टिकट चाहिँ मस्त छ। अब यो दुईटा टिकट भएपछि चाहिँ हजुरहरुलाई मैले अगाडि चाहिँ बढाउने छु विथड्रतिर। जस्तै अझै एकचोटी यसमा चाहिँ जब हजुरको विथड्र हुने बेला आउँछ नि त्यतिखेर चाहिँ थोरै पर्दै जान्छ के। सुरुमा भत्तै दिन्छ हैन, लगभग धेरै नै दिन्छ बिन चाहिँ। अनि पछि विथड्र गर्ने बेला आउन लाग्यो भनेपछि थोरै दिन्छ, तर पैसा चाहिँ दिन्छ। यो फेक एप चाहिँ हैन। जस्तै थोरै बढ्छ तर पैसा चाहिँ दिन्छ, रियलै हो। मैले विथड्र पनि गरेको छु। यहाँ अब मेरो टिकट चाहिँ भइसकेको छ, यहाँ हेर्न सक्नुहुनेछ। अब टिकट भइसक्यो। अब यसपछि चाहिँ हजुरहरु म विथड्रमा गएर चाहिँ देखाउने छु। जस्तै यहाँ विथड्र भन्ने यहाँ क्याश आउटमा गइसकेको छु म। अब यहाँ फेरि एकचोटी ब्याक आएर चाहिँ देखाउने छु। यहाँ आइसक्यो। अब अर्निङ सेन्टर भन्ने यहाँ चाहिँ जानुपर्ने छ हजुरहरु। यहाँ अर्निङ सेन्टरमा गएपछि हजुरहरुले पैसाहरु सबै कुरा चाहिँ टास्कहरु कम्प्लिट गर्ने यही अर्निङ सेन्टरबाट हो। जस्तै यहाँ अर्निङ सेन्टरमा जानुहोस् अनि यहाँ आइसकेपछि यहाँ चाहिँ क्याश आउट भन्ने छ नि, यहाँ मैले एरोले पनि देखाएको छु क्याश आउट भनेर चाहिँ लेखेको छ। यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि सबैले ध्यान चाहिँ दिनु होला। यो दुईटामा चाहिँ नझुकिनु होला कहिले पनि। यहाँ झुकिनु भयो भने हजुरको पैसा जम्मै बर्बाद हुन्छ। यहाँ क्याश आउट र एक्सचेन्ज भन्ने छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ क्याश आउटमा चाहिँ क्लिक गर्नुपर्ने छ हजुरहरुले। एक्सचेन्ज चाहिँ गर्ने हैन, क्याश आउटमा क्लिक गर्नु होला। क्याश आउटमा आइसकेपछि यहाँ पेमेन्ट मेथड चाहिँ चुज गर्न भन्छ। अब आफ्नो कन्ट्री चाहिँ सिलेक्ट गर्नु होला। जस्तै मैले चाहिँ नेपालबाट चाहिँ विथड्र गर्न लागेको, त्यही भएर चाहिँ मैले नेपाललाई चाहिँ चुज गर्नेछु। यहाँ नेपाललाई चाहिँ सिलेक्ट गरेपछि हामी चाहिँ अब सिलेक्ट पेमेन्ट मेथड भनेर आउँछ। अब यहाँ पेमेन्ट मेथड चाहिँ हजुरहरुले अब 3टा पाउनुहुन्छ। एउटा बैंक, ई सेवा, खल्ती। अब यहाँ मध्ये चाहिँ एउटा चाहिँ चुज गर्नुपर्ने हुन्छ हजुरहरुले। मैले चाहिँ ई सेवामा चाहिँ पेमेन्ट चाहिँ निकालेर देखाउने छु हजुरहरुलाई। अब यसमा चाहिँ मिनिमम 1 लाख बिन चाहिँ हुनुपर्छ विथड्र गर्नको लागि। मैले चाहिँ 2,80,000 छ। मैले चाहिँ 2 लाख बिनको चाहिँ विथड्र गरेर देखाउने छु हजुरहरुलाई। 2 लाख बिन यहाँ आइसक्यो। अब यहाँ चाहिँ फोन नम्बर र ई सेवा हैन यहाँ चाहिँ आफ्नो फुल नेम के, ई सेवा आईडी को फुल नेम, ई सेवामा जुन नाम छ नि त्यही नाम चाहिँ हाल्नुपर्छ र अनि त्यसपछि त्यो ई सेवाको जुन आईडी हो फोन नम्बर चाहिँ त्यहाँ हाल्नुपर्छ हजुरहरुले। यो दुईटा चाहिँ भर्नुपर्छ, फिलअप गर्नुपर्छ। जस्तै मैले चाहिँ आफ्नो नाम राख्दिए अनि ई सेवाको नम्बर चाहिँ राख्दिने छु। यो चाहिँ मिस्टेक नगर्नु होला। यो मिस्टेक गर्नुभयो भने हजुरको पैसा चाहिँ आउँदैन। जसरी पनि यो मिलाउनु चाहिँ पर्छ। मेन हामीले चाहिँ यहाँ मिस्टेक गर्नुभयो भने हजुरको पैसा चाहिँ आउँदैन। अनि यति गरेपछि विथड्रमा क्लिक गर्नु होला। विथड्रमा गइसकेपछि यहाँ चाहिँ अझै एकचोटी डिटेल देखाउँछ। यो डिटेल चाहिँ हो कि हैन एकचोटी चेक गर्नु होला एकचोटी। अनि यति चेक गरेपछि विथड्रमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। विथड्रमा गइसकेपछि सबमिटेड सक्सेसफुल्ली भनेर चाहिँ आउनेछ र यहाँ देख्न सक्नुहुनेछ हाम्रो चाहिँ पेन्डिङमा चाहिँ बसेको छ, डिटेल्स आएको छ। यहाँ देख्न सक्नुहुनेछ। अब यो चाहिँ कति टाइममा आउँछ। मैले चाहिँ भिडियोको सुरुमा 2200 हो कि 2000 भनेको थिएँ, तर मैले चाहिँ यहाँ 2619 रुपैयाँ चाहिँ पाउने रहेछु। जस्तै यहाँ 2619 रुपैयाँ चाहिँ यहाँ पेन्डिङमा चाहिँ रहेको छ मेरो चाहिँ 2619 रुपैयाँ चाहिँ हजुरले रिफर गरेर चाहिँ अर्निङ गर्न चाहनुहुन्छ भने लगभग 110 जना रिफर गर्नुभयो भने 2619 चाहिँ पाउन सक्नुहुनेछ के। अब यसपछि चाहिँ हजुरहरुको अब मेरो सबमिटेड भइसक्यो। अब टाइम चाहिँ लाग्छ एकछिन हजुरहरुको। अब एकछिन टाइम चाहिँ कुर्नु पर्ने हुनेछ हजुरहरुले। अब यति गरिसकेपछि यहाँ टिकट पनि मस्त छैन। टिकट पाउनको लागि हजुरहरुले इन्भाइट फ्रेन्ड भनेर रहेको छ नि यहाँ इन्भाइट फ्रेन्ड भनेर लेखेको छ। यहाँ क्लिक गरेपछि कपी लिंक भनेर आउँछ। यहाँ कपी लिंक गरेर आफ्नो साथीहरुलाई शेयर गरेर पनि हजुरहरुले रिफर चाहिँ गर्न सक्नुहुन्छ। जति धेरै रिफर गर्नुभयो त्यति धेरै टिकट चाहिँ पाउन सक्नुहुन्छ। त्यही टिकटबाट चाहिँ हजुरहरुले स्पिन गर्ने हो। मिनिमम हजुरहरुले 110 जना रिफर गर्नुभयो भने चाहिँ 2500 2600 चाहिँ विथड्र गर्न सक्नुहुनेछ। मैले चाहिँ 110 जना रिफर गरेको, त्यति गरे बापत मैले 2600 रुपैयाँ चाहिँ पाएको छु। अनि यहाँ स्पिनमा चाहिँ अहिले यहाँ अब लाइभ बसेर पनि हजुरहरुले बिनहरु कलेक्ट गर्न सक्नुहुनेछ। अब कति घण्टा बसेर कति पाइन्छ यही देख्न सक्नुहुनेछ हजुरहरुले। यो डिटेलमा हेर्न चाहिँ सक्नुहुन्छ। एपलाई इन्स्टल गरेर लिंक चाहिँ डिस्क्रिप्सनमा छ, मैले भनिसके र कमेन्टमा पनि छ। त्यहाँबाट एपलाई इन्स्टल गरेर हजुरहरुले डिटेलमा चाहिँ हेर्न सक्नुहुनेछ। कति घण्टा लाइभ बस्दा कति पाइन्छ भनेर चाहिँ सबै कुरा चाहिँ हेर्न सक्नुहुनेछ त्यहीबाट।
एकदम सजिलो छ हजुरहरूले एकदम हजुरहरूले एपलाई चाहिँ राम्रोसँग हेरेर सबै कुरा बुझ्नु भयो भने चाहिँ एकदम राम्रोसँग चाहिँ हजुरले अर्निङ गर्न सक्नुहुनेछ। अब यदि हजुरहरूको चाहिँ प्लेटफर्म कुनै सोशल मिडियामा चाहिँ राम्रो अडियन्स छ भने त्यहाँबाट चाहिँ हजुरले धेरै भन्दा रिफर चाहिँ गर्न सक्नुहुनेछ के। यदि हजुर चाहिँ लाइभ बसेर अर्निङ गर्छु भन्नुहुन्छ भने चाहिँ अलिकति गाह्रो नै हुन्छ किनभने लाइभ बसेर अर्निङ गर्ने यसमा अलिक गाह्रो नै छ। जति रिफर गर्न सक्नुहुन्छ त्यति अर्निङ चाहिँ गर्ने हो यसमा। लाइभ बसेर पनि अर्निङ हुन्छ तर त्यस्तो राम्रो चाहिँ लागेन मलाई लाइभ बसेर अर्निङ गर्नको लागि चाहिँ। मेन त अब मैले चाहिँ अब टिकट कलेक्ट गरेर रिफर गरेर टिकट कलेक्ट गरेर चाहिँ अर्निङ गरेको। अब लाइभ बस्नको लागि यहाँबाट गएर गो लाइभमा गएर पनि लाइभ चाहिँ बस्न सक्नुहुनेछ। अनि यहाँ माथिपट्टि लाइभ च्याट गेम भनेको छ नि हो, यहाँबाट चाहिँ हजुरहरूले अब आफ्नै बनाएर रुम बनाएर चाहिँ हजुरहरू बस्न पनि सक्नुहुनेछ। अब अर्निङ गर्नको लागि चाहिँ गाह्रो चाहिँ छैन यसमा चाहिँ। अब त्यही नै हजुरहरूले जति धेरै रिफर गर्नुभयो त्यति धेरै चाहिँ अर्निङ गर्ने हो। अब मेरो चाहिँ यहाँ अब पार्टीमा बस्नको लागि पनि मिल्छ हजुरहरूले अब आफ्नो पार्टी क्रिएट गरेर अब कतिजना बस्ने हो पार्टीमा त्यही अनुसार यहाँ चाहिँ पार्टी क्रिएट गरेर लाइभ पनि जान सक्नुहुन्छ। पार्टीमा चाहिँ गिफ्टहरू गरेर त्यही गिफ्टको मार्फतबाट चाहिँ हजुरहरूले कोइनहरू बिन्सहरू कलेक्ट गरेर त्यसैबाट पैसा चाहिँ साट्ने हो। यो सबै कुरा चाहिँ हजुरहरूले एपलाई इन्स्टल गरेर एकचोटि राम्रोसँग हेरेपछि चाहिँ सबै कुरा चाहिँ थाहा पाउन चाहिँ सक्नुहुनेछ। केही पनि गाह्रो हुँदैन। मेन त हजुरहरूले यदि यो एपमा अर्निङ गर्नै चाहनुहुन्छ भने चाहिँ रिफरमा चाहिँ फोकस गर्नु होला। लाइभ बसेर अर्निङ गर्छु भने चाहिँ अलिकति गाह्रो हुन्छ, त्यही भएर चाहिँ आफै विचार चाहिँ गर्नु होला। अब यहाँ विड्रमा चाहिँ हेर्न सक्नुहुन्छ मेरो पेमेन्ट चाहिँ आइसकेको छ 2679 रुपियाँ पेन्डिङमै रहेछ, आएको रहन्छ। अब म चाहिँ अब एकछिनपछि हेर्छु लगभग 7:41 भएको छ अहिले 8:02 20 मिनटमा चाहिँ मेरो पेमेन्ट चाहिँ आइसकेको छ। हेर्न सक्नुहुनेछ डियर आयुष यु हेभ रिसिभ भनेर चाहिँ आएको छ। यहाँ तिमी देख्न सक्नुहुन्छ 2600 कति भनेर चाहिँ आएको छ। स्क्रिनशट चाहिँ लिइहालौँ। अब यति गरिसकेपछि चाहिँ हजुरहरूको अब यहाँ म चाहिँ यो पेमेन्टलाई चाहिँ कन्फर्म चाहिँ गर्नुपर्ने हुनेछ कि हजुरहरूले त्यही टाका लाइभमा गएर चाहिँ यो पेमेन्ट आयो भनेर चाहिँ त्यो एपमा चाहिँ कन्फर्म चाहिँ गरिदिनुपर्छ। नगरे पनि केही हुँदैन तर पेमेन्ट कन्फर्म गरिदिँदा चाहिँ एकदम बेस्ट हुनेछ कि। अब यहाँ थिम आइसक्यो म चाहिँ नोटिफिकेसनमा। अब यहाँ नोटिफिकेसनमा आइसकेपछि यहाँ थिम आएपछि यहाँ यो कन्फर्म भनेको छ नि यो कन्फर्ममा चाहिँ क्लिक गर्नुपर्ने हुनेछ हजुरहरूले। यहाँ कन्फर्ममा क्लिक गरिसकेपछि हजुरहरूको देख्न सक्नुहुन्छ लोडिङ हुनेछ। अनि यहाँ आइसकेपछि कन्फर्म पेमेन्ट भनेको छ, यहाँ कन्फर्म पेमेन्टमा चाहिँ क्लिक गरिदिनु होला हजुरहरूले। अनि यहाँ चाहिँ आरएस युर टु रिसिभ योर पेमेन्ट भनेर चाहिँ कन्फर्म गरिदिनुहोस्। यति गरिसकेपछि चाहिँ हजुरहरूको पेमेन्ट कन्फर्म भयो भनेर चाहिँ उहाँबाट हुनेछ। यो कन्फर्म नगरे पनि केही हुँदैन तर कन्फर्म गर्दा चाहिँ एकदम राम्रो हुनेछ कि। त्यही नै भिडियो चाहिँ आजलाई अब कुन एपको बारेमा जान्न चाहनुहुन्छ च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नु होला अनि भिडियोलाई लाइक गर्नु होला अनि आफ्नो साथीहरूलाई चाहिँ भिडियो चाहिँ सेयर गरिदिनु होला है त। आजको लागि यही नै थियो भिडियो, अर्को भिडियोमा भेटौँला।